Hey guys, welcome back to my YouTube channel after a very long time. यो भिडियो चाहिँ धेरै अगाडि बनाएको थिएँ सो अहिले चाहिँ घरमा आएर टाइम पाएको बेला अपलोड गर्दैछु। भिडियो राम्रोसँग खिच्नु पनि पाइनँ कामले गर्दा, अनि फेरि पानी परिरहेको थियो। सो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु। गाउँ चाहिँ यस्तै छ। रातिको नचरा चम्पे बजार गाउँदेखि प्लट खनेर अहिलेको टाइम ठ्याक्कै छ 10 बजिरहेको रहेछ। जेसिबी आउँदैछ त्यतिखेर चाहिँ त्यतिखेर आउँदै हुन्छ। हाम्रो जेसिबी चाहिँ ट्याक्कै आइपुग्यो। गाइस आज चाहिँ हामी हिजो प्लट खनिसक्यौँ, अनि आज चाहिँ हामी सुन्तलाहरू गर्दैछौँ। यहाँ सुन्तलाहरू छ, अनि हाम्रो चाहिँ यस्तो छ, तल खोलासम्म जग्गा छ, 29 गाडी यसरी छ, 29 अनि चिलाउने। हाम्रो यहाँ दुईवटा अरेङ्गल छ, एउटा त्यहाँ पर गला छ ठुलो, अलिअलि देख्छ है, यो चाहिँ ठुलो छ, टुप्पोमा छ है, यो चाहिँ कालो खालको रहेछ। हाम्रो सुन्तलाको बोट चाहिँ 3 वर्षमा यत्रो भयो है, अबको 2 वर्षमा फल्छ होला। सो यहाँ भित्र पनि अरिङ्गल छ, म तपाईँहरूलाई देखाउँछु। भित्र पनि एउटा सानो छ, अनि अर्को पल्लोपट्टि पनि एउटा छ ठुलो, त्यो पनि म देखाउँछु। हाम्रो यहीँ हामीले 3टा अरिङ्गल चाहिँ 3वटा देखिसक्यौँ। यहाँ हेर्नुहोस् है, यहाँ पनि एउटा भित्र छ कि तपाईँको यस्तो रहेछ। अरिङ्गल चाहिँ खाने पनि हाम्रोपट्टि छ है गाइस। हाम्रो 30 पछि चाहिँ यही काटेर फर्निचरहरू घरको बनाउनु पर्ला। निकै ठुल्ठुलो छ खेतहरू चाहिँ। हाम्रो चाहिँ हिजो प्लट खनेको चाहिँ यस्तै छ, यहाँसम्म माटो फिलअप गरिरहेछौँ। अब हिउँदोमा आएर चाहिँ फेरि एकचोटि 2-3 घन्टा जेसिबी लाएर माटो अझै मजाले फिलअप गर्नेछौँ। अहिले चाहिँ यतिसम्म गऱ्यौँ किनभने पानीले लान्छ कि भन्ने भएर यहाँसम्म अहिले गरिरहेछौँ हामीले। हेर्नुहोस् न, ढुङ्गा त यति निस्क्यो कि यहाँ, आमा ढुङ्गै ढुङ्गा निस्केछ, सबै ढुङ्गा तल पुरियो, त्यति साह्रो ढुङ्गा निस्केछ हाम्रो यहाँ घरको लागि प्लट खार्दा। हाम्रो चाहिँ घरको प्लट चाहिँ यसरी हामीले खारेको छौँ, यसरी खारेको छौँ। अब 1 वर्षपछि यहाँ घर बन्छ, यो माटो मजाले दह्रो भएपछि। सब पछाडि चाहिँ यसरी छ ठाउँहरू चाहिँ। सो हिजो रातभरि खनेको चाहिँ हामीले, यही हो प्लट हाम्रो घरको। हाम्रो चाहिँ यस्तरी प्लट चाहिँ रेडी छ। यो बाटो पनि खार्यौँ। पापा र भाइ
हाम्रो चाहिँ सुन्तलाको यो लाइनमा राम्रो भाँचेको छ सुन्तला। को केही वर्षमा फल्छ। यो लाइन छ पल्लो कुनासम्म सुन्तला मेसरी छ। बाटो चाहिँ हो जोप अनि माटो थोरै लागेको छ त यहाँ। सरी हाम्रो प्लट चाहिँ यही घर भन्ने रेडी भयो। बाटो यता मूलघर जाने बाटो पनि बनायौँ। बाटो चाहिँ हामीले परसम्म बनाएको छौँ। सो गाइस आजलाई भिडियो यति नै। मैले राम्रोसँग बनाउनु पाएन, गुनासो नगर्नु होला। अर्को भिडियो चाहिँ अवश्य राम्रोसँग बनाउने छु। सो हाम्रो घरको प्लट खार्ने काम सकिएर हामी चाहिँ अब भोजपुर सदरमुकामतिर। थ्याङ्क यू फर वाचिङ गाइस। सी यू नेक्स्ट भिडियो। लाइक सब्सक्राइब सेयर गर्न नबिर्सनु होला।